यो चाहिँ मेरो अझैसम्मको सबैभन्दा बेस्ट रिभेन्ज हो। यो नाम चाहिँ याद राखिराख। म चाहिँ यत्तिकै र्यान्डम बिआर खेलिरहेको थिएँ। त्यति बेला यहाँ जोनबाट 3 जना एनिमी आइरहेको छ। हल्का ड्यामेज हानेर रस हानिदिन्छु। 2 जनालाई नक गरिसकेपछि हिल गर्न खोज्दा पछाडिबाट गाडी लिएर आएर मलाई नक गरिदिन्छ। मैले सोचिरहेको थिएँ 3 जना यहाँ छन्, यिनीहरूकै टिममेट होला भनेको त पछाडि गएर 2टा किल चोर्छ के रे। अनि मेरो किल चोरिसकेपछि मैले ह्याक युज गर्छु। हैन बचाइदिएको रहेछ। मरिसकेपछि रिप्ले हेर्दा चाहिँ यस्तो हुँदो रहेछ। त्यसपछि जोन सानो भइसक्दा पनि त्यही झरेर हान्न जाँदा एसीएटीले 3 गोली हान्दा पनि मर्दैन। जोन खत्रै सानो भइसकेको थियो। जोनले काटिरहेको थियो। पहिला त सोचे जोन जान्छु भनेर, तर फेरि 2 किल चोरेको सम्झेर फर्केर थम्सनले नक गरिदिन्छ। त्यसपछि इमोट देखाएर जोनतिर जान लाग्दा फेरि त्यो फर्केर त्यही आउँछ। यस्तो सानो जोनमा नि रिभेन्ज दिनलाई। हेर गाइज, बरु बोया होस् या नहोस् मतलब भएन। कसैले किल चोरेको छ भने त्यसलाई त मारेर इमोट यसरी देखाउनै पर्छ।